हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी दसैँको लागि घर जान लागिरहेका छौँ। बिहानै 5 बजे अनि भाइले पनि आइ भन्दैछ। हामी चाहिँ निक्लिसकेको छौँ। अहिले ठ्याक्क जडीबुटी आइपुगेको छौँ। जडीबुटीमा चाहिँ बिहान 4:30 भनौँ न, 4:30 5 बजीदेखि नै यतिको जाम थियो क्या गाइस। कोही जाम हामी बाहिरबाट निक्लिरहेको थियौँ साइडबाट। अनि गाडीहरू बाइकहरूको दसैँमा घर जानको लागि धेरै चाप लागिरहेको थियो। मान्छेहरू पनि धेरै उभिरहनु भएको थियो साइडमा, गाडीहरू पनि धेरै आइरहेको थियो। र आजको मौसम चाहिँ एकदमै खराब थियो है गाइस। मौसमले चाहिँ एकदमै साथ दिएको अवस्था थिएन यसपालि। अनि हामी चाहिँ फेरि दिदी राजमार्गको बाटो अवरुद्ध भएको कारण र त्यताबाट घुम्दाखेरि हामीलाई अलिक ढिलो पर्ने भएको कारण हामी चाहिँ यता जिरी दोलखाको बाटो आएका थियौँ। र यतिकैमा हामी अहिले ठ्याक्क खरिडुङ्गा चाहिँ यो हामी ऊबाट के भन्छ हाम्रो लामसाङबाट माथि गइसकेपछि एकदमै पर्यटकीय स्थल दोलखा जिल्लाकै एकदम राम्रो ठाउँ, खरीको ढुङ्गा नै ढुङ्गा भएको ठाउँ पुगेका छौँ। यहाँको मौसम चाहिँ अहिले पनि बादल पुरै लागिरहेको छ। फाटो पानी पनि परिरहेको थियो। हामी एक चर पानीमा भिज्यौँ पनि। त्यतिमा पनि हामीले रमाइलो गर्दै यात्रा गरेका थियौँ। हामी दुई दाजुभाइ चाहिँ पुरै जाडो थियो। अनि भाइले टोपी लगाइरहेको थियो। मलाई चाहिँ मास्कमा थियो अलिक गाह्रो भएर मास्क उकालेको थिएँ। रफ्तारमा हामी अगाडि बढिरहेका छौँ। यति गर्दै हाम्रो चाहिँ चेकपोस्ट छ एउटा, चेकपोस्ट पनि कट्यौँ। अनि अलिकति अफ रोड जस्तो आइपुग्यो त्यहाँ अगाडि। अनि चाहिँ थाहा भयो कि हाम्रो पछाडिको टायर चाहिँ एकदमै चिप्लिन थाल्यो। अलिकति बाटो पनि देख्न नहुने, अलिकति बालो पनि देख्न नहुने, बुरुङ चिप्लिहाल्ने, अलिकति पानीहरूमा पनि चिप्लिहाल्ने भयो। अनि अस्ति हामी 2-3 चोटि गाउँमा आएको थियौँ नि त, त्यतिखेर चाहिँ त्यो सोलिङवाला बाटोमा धेरै कुद्यौँ। त्यो बाटोमा कुद्दाखेरि सोलिङले टायर चाहिँ ठुलो चाहिँ खाइसकेको थियो गाइस। अनि लास्टै डर मर्दो भयो। अब थोरैमा पनि चिप्लिन्छ, धेरैमा पनि चिप्लिन्छ, देख्न नहुने भयो। धुलोमा शुद्ध रड्किन्छ, गाडाङगुडुङ यस्तो बालुवामा शुद्ध भड्याक पर्छ। अनि हाम्रो भाइले चाहिँ टायर फेलेर मात्रै हिँड्ने निर्णय गऱ्यौँ। त्यो त अझ हाम्रो झन्डै 191 किलोमिटर चामचुङ जिरी भन्ने ठाउँसम्म चाहिँ बिजै हो। त्यहाँबाट त झन्डै 60-70 किलोमिटर अगाडि त अफरोड हिँड्नुपर्छ। अनि यतिकैमा हामी एउटा दाइको आएर टायर फेर्नको लागि सुरु गरिसक्यौँ। अहिले टायरहरू निकाल्दै हुनुहुन्छ, निकालेर अर्को नयाँ फिटिङ गर्नलाई तयारी गरिरहनु भएको छ। अनि यतिकैमा फिटिङ पनि गरिसक्यौँ। हामी ठ्याक्क अगाडि बढ्यौँ। चरीकोटबाट तलको दृश्य यस्तो रमाइलो छ। टायर सारी फेरिसकेपछि त बाइक पनि फेली भयो। अनि दुई भाइ रमाउँदै तामाकोसी जसो तामाकोसी ओर्लिने बाटो आइपुग्यौँ। बाइक पनि हलुका भयो। अनि एकदमै दसैँको भाइब सुरु भयो यहाँबाट टक्क। खुल्ला मौसम, घाम पनि लाग्यो। दिउँसो 9:30-10 बजेको बेलातिरको घाम हो यो। अनि रमाइलो भइरहेको थियो एकदमै। मौसम त्यस्तै, रोड त्यस्तै। अनि यतिकैमा हामी जिरीतिरको भिडियो गर्नु पाएनौँ। हामी ठ्याक्क च्यादलुक के भन्छ यहाँनिर उमाकुण्ड गाउँपालिकाको पालिका कार्यालय वरपर आइपुग्यौँ। फेरि जिरीतिरको भिडियो गर्नु पाएनौँ। अनि त्यो बाटो झर्दै हामी ठक्क हाम्रो लिखु खोलाको नयाँ पुलसम्म आइसकेका छौँ। नयाँ पुलमा आइसकेपछि हामी लिखु खोला तर्दाखेरि त्यसले पनि लगेर केही पूजा अनि भेटीहरू चढाएर हिँड्ने गर्छौँ। भेटीसेटी चढाएर अब हामी यहाँबाट चाहिँ हाम्रो गाउँपट्टि लाग्ने चाहिँ पुरै अफरोड छ। त्यसको भिडियो चाहिँ पार्ट 2मा आउनेछ है गाइस। लास्टसम्म हेरिदिनु होला।